पनि खुल्न लागिसक्यो। अब स्कुल त खुलिसक्यो। मम्मी चाहिँ घरमा छैन, अहिले एक्लै म छु। घर राखेर राखिसकेका छन्। झाडी बगेको थियो यताको साइड। हेलो गाइज, वेलकम ब्याक टु माई न्यू भिडियो। तो गाइज म उठिसकेको छु फाइनली। अनि अब नास्ता गर्नुपर्छ। नास्ता गरेर त बाहिर पनि कस्तो बाटो आएन अहिलेसम्म बाहिरमा। अहिले बाहिर पनि जाँदैछु अहिले। अनि गाइज अहिले नास्ता खास्ता के बनाउनु मलाई थाहा छैन। अहिले हेरेर थाहा हुन्छ। अहिले मुख पनि धुआएन भाइ, बिहानै सोएर गाइज यता के बनायो अब मलाई थाहा छैन। दाल रोटी छ, पास्ता छ। मलाई पास्ता राम्रो लाग्दैन गाइज। अनि हाम्रो 3 दिनमा हामी कति भन्नाले हामी 3 दिन चाहिँ नैनीताल बसेको। हिजो राति आएको। अनि बाहिरको मौसम चाहिँ हेर्ने पानी आए जस्तो छ मौसम त यता माथिबाट। तो गाइज यता चाहिँ हिजो राति चाहिँ धेरै घाम छ यता। अनि नैनीतालमा त्यति घाम पनि थिएन गाइज। यस्तो जाडो थियो गाइज, के भन्नु बदले। अनि मेरो कपडा पनि कहाँ मलाई थाहा छैन। अहिले कपडा लगाउनुपर्छ, धेरै चिसो छ गाइज। धेरै जाडो छ बाहिर। अनि वहाँ बसेर मलाई जुकाम अनि ज्वरो पनि आइसकेको छ। मैले अस्पताल पनि जानु छ। अनि हावा यस्तो चलिरहेको, यस्तो जाडो भएको गाइज यतातिर पनि। अहिले जाडो भयो हेर्ने गाइज मौसम चाहिँ पानी आउनु जस्तो मौसम छ अहिले। कस्तो भयो अहिले। अनि गाइज अहिले हात मुख पनि धुन्छु म त्यसपछि नास्ता गर्छु। त्यसपछि बाहिर दोकानसम्म जानुपर्छ। अनि गाइज मैले हात मुख धोइसकेको छु। अनि यता कपडा पनि लगाउनु पर्छ। मेरो ज्याकेट चाहिँ यता खै कहाँ मलाई थाहा छैन। यता एउटा यो लगाउनु पर्छ। अहिले तल कटुन लगाएर मैले देखाउनु दिएको गाइज। अहिले लोगर चाहिँ के लगाउनु मैले लोगर यस्तो भयो जोखिम लागेर गाइज। जाडो पनि धेरै छ अहिले चाहिँ। बिहान जाडो हुन्छ त्यो खास चाहिँ उठ्यो भन्दाखेरि अहिले उता दोकानतिर जाने। अहिले त्यसपछि फर्स्ट त नास्ता गर्छु यार। चाय पनि छ कि छैन मलाई थाहा छैन अब त्यति गाइज। अब अनि मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु नभुलिदिनु होला गाइज। म दोकानतिर जानु लाग्छु। अहिले मौसम चाहिँ धेरै ठिक भएको छ। अहिले उरो लाग्यो जस्तो छ। अनि यता हेर्ने त अनि अहिले चाहिँ सबै मौसम चेन्ज भइरहेको छ। अनि यस्तो जाडो भएको छ। अनि अघि बिहानतिर चाहिँ जाडो थियो, अहिले छोडो ठिकै भएको छ अहिले त। मलाई 3 दिन बसेर पनि 3 दिन बसेँ। तर मलाई आफ्नो गाउँमा आउँदाखेरि यस्तो अजिब सा फिल आउँदैछ कि चेन्ज भयो जस्तो छ। अरू टाइममा देख्नु त्यो धेरै चेन्ज भयो जस्तो छ। म जस्तो कि 1-2 महिना बसेर इन्डियाबाट आएको छ भने जस्तो छ। 3 दिन बसेर पनि यस्तो अजिब सा चेन्ज लागिरहेको छ मलाई गाइज। यता यो अजिब सा फिल आउँदैछ कि मलाई यता आएर। आजभोलि चाहिँ धेरै जाडो हुन सुरु भइसकेको छ। अब मौसम पनि चेन्ज भयो त्यही भएर। अनि गाइस मेरो युट्युब च्यानललाई सब्सक्राइब एन्ड लाइक कमेन्ट एन्ड सब्सक्राइब गरिदिनु होला, नभुलिदिनु होला। अनि नैनीतालमा यस्तो जाडो छ कि के भन्नु त्यसलाई अब। अनि 3-4 दिनपछि अझ जाने प्लानिङ छ हाम्रो। यो चाबी गरेर मलाई थाहा छैन अब राख्नु मैले त राख्नु। अब मिलिसक्यो यता। दुःखी जहिले हाम्रो चाबी राख्ने एउटा चाहिँ यो हाम्रो घर फ्यामिलीको यता। अनि गाइस चप्पल राख्ने। मम्मी चाहिँ घरमा छैन, अहिले एक्लै म छु घरमा। अघिदेखि मात्र मै थिएँ, त्यही हो गाइस। के बत्तु आउँदैछ। हिजो राति नारियल खाएँ, त्यही राखिदिइसकेको छ अहिलेसम्म। अनि 3 दिनपछि अहिले म आफ्नो ग्राउन्डतिर आएको छु। घाम लाग्यो अहिले मौसम चाहिँ अहिले घाम लाग्यो जस्तो छ अहिले यता हेर्ने। घाम लाग्यो जस्तो मौसम छ यता। अनि चेन्जिङ भएको छ धेरैभन्दा पनि धेरै केही पनि चेन्जिङ हुन्छ त। 3 दिनबाट आइसकेपछि यस्तै हुन्छ कि साथी, यस्तै हुन्छ। अनि गाइस अनि मेरो भाइ पनि अब आउँदैछन्। बहिनी पनि अस्तिमा जतिखेर म उता नैनीताल गएको थिएँ उतिखेर आई। फेरि बहिनी पनि म अगाडि गएँ, म त बहिनी पछि
दिल्ली आऊ अनि किनकि बिमारी भएको छु भने यस्तो यस्तो भएको छ कि त्यही भएर गएको थिएँ। अनि के चाहिँ यता अहिले महाकालतिर हेर्नुपर्छ, महाकालतिर कस्तो भएको छ। महाकाल त हामी जान्न आजभोलि। रुमको अहिले त यता के भन्ने अब यता हेर कपडा यता राखेको छन् मैले। अहिले हिजो लगाएको कपडै मैले खोलेँ होइन क्या अहिले। अब खोल्नु पर्छ, थोरै टाइम छ अब खोल्नुपर्छ फेरि। अब स्कुल ड्रेस पनि खोज्नु छ अनि स्कुल ड्रेस खोजेर स्कुल पनि खोलिसक्यो, स्कुल जानुपर्छ कि अब। अनि गाइस आजको भिडियो कस्तो भएको हजुरलाई कमेन्ट बक्समा दिनु होला। मिल्नुहुन्छ अर्को ब्लगमा। बाई बाई गाइस, सब्सक्राइब गर्नु नभुल्नु होला। बाई बाई गाइस।